मान्छेहरुलाई खास त्यो डन चाहिँ लिन नि यो गणेश लामाको पर्सनालिटी पनि यस्तो हुन्छ ल्याउँछ एउटा जिम्मेवारमा जिम गर्न आउँछ कि त्यो गोलकामा पनि त्यही भन्छ काको लागि सोच्छमा यो भिडियोहरु टिकटकमा हाल्दा हुन्छ कि हुँदैन नि कुन यो मैले खिचेको भिडियो भइहाल्छ नि हुन्छ है म त हाल्छु सोध्नु पर्यो अब हुन त पैसा अब पैसा आउने हिसाबले त आउँदैन मलाई गाडीमा त्यो केटाहरू अब त त्यो मोनिटाइज नै हुँदैन नि सो रमाइलो लाग्यो त्यो एउटा रिमेम्बर इन्सहरूले नेता फेसबुकमा युट्युब राख्ने भनेको त्यो पछि भाले जस्तो अलिक चनाखो हुन्छ जस्तो के भाले भनेपछि एउटा विजयको प्रतीक हामी पनि घरको मूल्यहरू होइन एउटा भाले जस्तो यस्तो सिकेर यसलाई खाएपछि हामी आफै भाले हुन्छ कि त्यही भएर यसलाई चाहिँ यसरी गरेर आमिन भन्ने यसरी खाने दामी है दामी 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 यसलाई फेरि सलिड हुन्छ नि अब भालेको टाउको नखाए नि खुम चाहिँ खान्छु म ल अरूले के खाने अरू भालेको के खाने तपाईँ भालेको खुम भालेको मासु खानुपर्छ हजुर भाइ हजुर दाइ हाउ इज गोइङ फाइन दाइ सलिड है सलिड दाइ बस्नु दाइ अब ल ल सुरु गरौँ दिपिन चाहिँ बस्नु सुरु भयो रेडी 1 2 3 गो ड्राउ वाउ हालेलुया काठमाडौँको क्राउड हैन काठमाडौँको क्राउड तपाईहरु पनि यतातिर आएर माउन्ट भ्यू रेसर्टमा आएर कुमार भाइको हातबाट यो ट्राउट माछा खाऊ भ्यू हिमालयन दाइ भ्यू हिमालयमा आउने यहाँ कुमारमा आउने कुमारमा आएपछि यहाँ देशमन दाइको फेरि भाइ हो होइन नाम दिएपछि यहाँ राम्रो सर्भिस हुन्छ एकदम है हजुर दाइ वन्स यु भिजिट हियर थ्यांक यू सर